मान्य सदस्य राजेन्द्र कुमार राई। सम्मानीय सभामुख महोदय, यो सदनमा सभामुख मार्फत म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। केही समय अगाडि धनकुटाको तामाङ थरको भाइ नवराज भन्ने भाइ चाहिँ यहाँ गुम्बामा पढ्नु आएको थियो, अहिले बेपत्ता छ। तिनको बुवा आमाले बहुत खोजी गरिरहेका छन्, कहीँ भेट्न सकेको छैन। त्यो गुम्बा रहेको छ तोर्छेन तासी तामाङ गुम्बा, गोकुलेश्वर नगरपालिका वार्ड नम्बर 6 मा रहेको छ। त्यहाँ के भनिन्थ्यो अरे भने उसलाई पहिला यो गुम्बाहरूमा त भोग दिने चलन पनि छ, यहाँ सतर्क रहनुपर्छ भन्ने त्यहाँ सल्लाह छलफल साथीभाइमा हुँदाखेरि त पर्छस् कि क्या हो भनेर उसलाई डर देखाइन्थ्यो अरे। तर आज असार 23 गतेदेखि ऊ हराएको छ। धेरै प्रशासन ठाउँमा, पुलिस चौकीहरूमा, सम्बन्धित ठाउँमा उसले निवेदन दिइसक्यो, ऊ पाएको छैन। यस्तो मलाई लाग्छ सभामुख महोदय, यो नयाँ सरकारले सुशासनको मूल मुद्दा बनाएर जनताको अभिमतबाट यत्रो बहुमतको सरकार बन्यो र मान्छे दिनदिनै बेपत्ता हुन्छ, मान्छे हराउँछ। यो सरकार के गर्दैछ? गम्भीर प्रश्न जनताले गरिसके। मैले यो भनिराख्दाखेरि मेरो मनमा के लाग्छ भने अहिले सुशासन कमजोर भयो। त्यसै कारणले गर्दाखेरि त्यो तामाङ भाइ हरायो। तामाङ भएको अहिले नि खोजी नीति गर्दैन। धेरै ठाउँमा पुलिस अफिसमा निवेदन दिइसक्यो। किन यस्तो हुन्छ? यसको बारेमा म सभामुख मार्फत यो सदनमा सरकारको गम्भीरमा ध्यान आकर्षण गर्न चाहन्छु। यो सरकार बनिसकेपछि हिरासतमा मान्छे पनि मर्न थाल्यो, मान्छे पनि हराउन थाल्यो। यस्तो किन हुन्छ? यो सरकार गम्भीर लिनु पर्दैन? आज ती भाइ कहाँ गए?